धन्यवाद। सबैभन्दा पहिले त यो हिन्दीको प्रकाशन अनि लेखक मणिकर कार्कीको दुवैजनालाई हार्दिक बधाई। अनि किताब लेख्ने काम, पढ्ने काम र पढाउने काम मध्ये चाहिँ कुन गाह्रो होला भनेर सोच्दै जाँदाखेरि चाहिँ पढ्ने काम त सबैभन्दा सजिलो हो, लेख्ने काम त्यसपछि गाह्रो, पढाउने काम चाहिँ सबैभन्दा गाह्रो। त्यस कारण मणिकरजीले चाहिँ पढाउने काम अभिभावकको भावना छ। खासै कल्पना मिलाएर राम्रै पढाएन, यो किताब पढेर उहाँले अतो मान्दै किताबमै एक विषयको एकाडेमियामा चर्चा हुने हिसाबले यसको बारेमा परिचर्चा गर्नुभयो। अनि दुईजना नेताहरू र डक्टर साहबले पनि यसको सियासत क्षेत्रको बारेमा पनि बोल्नुभयो। त्यही भएर मलाई पनि मणिकरजीले के भन्नुभयो भने किताबमा अरू नै साथीहरू पढ्नुहुन्छ, किताबको वरपर पढेर पढ्नु होला भन्ने उहाँले मलाई सोच्नु सम्झाएर भएर किताबमा म त्यस्तो फेरि एकदमै त्यो समीक्षा गर्ने आदतबाट र समीक्षाको त्यो फ्रेमभित्रबाट पनि कुरा गर्नु पनि जान्दिनँ। त्यही भएर मलाई त्यो सुविधा पनि दिनुभयो। किनभने यो समीक्षाको किताबको समीक्षाको त्यो फ्रेममा गफ गर्ने चाहिँ अब हामीहरू बढी बानी पनि छैन, त्यही कारणले पनि हो। र त्यसमा धेरै कुराहरूको डिमान्ड पनि हुन्छ, सिलसिला पनि हुन्छ। त्यही कारणले मैले सबैभन्दा पहिले त मणिकरजीलाई हार्दिक बधाई प्रकाशनलाई। अनि पहिले बोल्ने वक्ताहरूले धेरै विषयहरू दिनुभएको छ। अर्थ र राजनीतिको विषय आउँदाखेरि चाहिँ चासो चाहिँ राख्छु, मलाई त सोसल साइन्सको विद्यार्थी हुनु। अनि गभर्नर साहबले भने जस्तो खतरा गर्छु भन्दा भन्दै थेसिस नलेख्ने मान्छे म पनि स्टुडेन्ट पोलिटिक्समा भए भएर अब एउटा युनिभर्सिटी कलेज त भयो, त्यो भर्ना एक्जाम त हुन्थ्यो। खतरा थेसिस लेख्छु भने थेसिसको समय नै गुज्रिने, खतरा गर्छु भनेर केही पनि नगर्ने भन्ने ट्रेन चाहिँ यो हुँदो रहेछ। त्यही भएर म पनि त्यसको एउटा शिकार हुँ। अनि लसाइको दुईवटा डिग्री त गरेँ, तर थेसिस पास हुनलाई गरे जस्तो भएको थियो मेरो पनि। त्यही भएर यो यहाँ कतिकोतामा पनि म खतरा बोल्छु भन्ने सोचेको थिएँ। यहाँ आएर बोल्दा बोल्दै चाहिँ उहाँले धेरै कुरा गरिसकेपछि यो खतरा सत्र होइन, सामान्य बोल्ने कुरा चाहिँ हुन्छ होला जस्तो लाग्यो मलाई पनि। र म यो किताबको सामान्य त धेरै यसका साइटेसनहरू गरेका ती सन्दर्भसँग गएर पढ्न सक्ने कुरै भएन। कति मैले पनि च्याप्टर वाइज आफ्नो रुचि भएको विषयको क्षेत्रसँग सम्बन्धित भएर पढेँ। त्यसले गर्दाखेरि चाहिँ यो विषयमा म किताबमा समीक्षा गर्दिनँ र मणिकरजीलाई चाहिँ मेरो त्यत्रो ठुलो भयङ्कर सुझाव पनि छैन। किनभने किताब लेख्ने बेलामा त्यसका सीमितताहरू धेरै हुन्छन्। यति धेरै किताबले त यति धेरै उहाँले यसको अरू विषयहरूसँग प्रवेश गरेर दुःख गर्नुभएको छ। त्यो दुःखै हेर्दाखेरि पनि यति दुःख म चाहिँ गर्न सक्दिनँ। त्यही भएर म चाहिँ त्यो लेखक पनि नभए भएर त्यो दुःखको कमेन्ट पनि म गर्दिनँ। अब यो अर्थ राजनीतिको सवालमा चाहिँ हामीहरूको अघि गभर्नर साहबले भने जस्तो दुईवटा दर्शनको डिलेमामा हामी त भइहालेर हुन्छौँ। एउटा वामपन्थीहरूको एउटा यो राजनीतिक दर्शनबाट हामी अगाडि जान्छौँ र अर्को पुँजीवादी राइटिस यो सेन्ट्रल राइटको फ्रेममा बसेर गफ गर्नेहरूका लागि चाहिँ धेरै चिज सजिलो हुन्छ। अनि हामीले जे कुरा बोलिरहेछौँ, गरिरहेछौँ, प्रशिक्षणमा सुन्दै पनि आइरहेछौँ, यी सुन्दै आइरहेका विषयहरूले एकदम कन्फ्युज बनाइरहेको हुन्छन्। त्यसले गर्दा समानता पहिले कि ग्रोथ पहिले भने जस्तो कुरा कि अहिले एक भने जस्तो त्यो समानता कहिले आउँछ कि कुनै चिजको ग्रोथ भइसकेपछि डिस्ट्रिब्युसनमा समानता आउँछ भने जस्तो कुरा चाहिँ जहिले पनि हाम्रो मनमा चाहिँ लागिरहने रहेछ। अनि यो समान रूपमा गरिबी र अभाव बाँड्ने हो कि समान रूपमा केही कुरा बाँड्नको लागि सुरुका केही फेजहरूमा चाहिँ ग्रोथमा, खास गरी डेभलपमेन्टको फेजमा चाहिँ केही ग्रोथ हुँदाखेरि केही असमानता पनि हुन्छ भन्ने कुरा स्वीकार गर्ने र राज्यले त्यसलाई रेगुलेट गर्ने काम गर्ने हो भन्ने जस्ता कुरामा मूलत हामीहरू धेरै कन्फ्युज पनि भएको हुन्छ। र अर्को कुरा ब्ल्याक एन्ड व्हाइटमा समाजको कुरा गरिरहेका हुन्छौँ हामी, तर समाजमा ब्ल्याक एन्ड व्हाइटमा भन्दा ग्रे लाइनमै धेरै कुरा गरिरहेको हुने रहेछ। र हामी बाँचेको समय मूलत ग्रे लाइन हो। त्यसले गर्दाखेरि यहाँनिर धेरै चिजहरू छ हामीले भने जस्तो एउटै पोलिसी, एउटै प्रोग्राम, एउटै दल, एउटै विचार, एउटै राजनीतिले चाहिँ स्टेबल भएर काम गरेर त्यति तरक्की गर्ने समय पनि नहुँदो रहेछ।
7 सालदेखि यताकै कुरा गर्ने भने 30 वर्षको पञ्चायत पनि 6 महिने मन्त्री हुन्थे। त्यसपछिको यो बौद्धकालको 35 वर्ष, गणतन्त्रकालको 16-17 वर्ष हेऱ्यो भने पनि एउटा मान्छे 5-6 पटक प्रधानमन्त्री त भइरहेको होला, तर त्यसको कार्यकाल भनेको मूलत 1-2 वर्ष, 6 महिना, 8 महिना, 3 महिना यसरी मान्छेहरूलाई एउटा छोटो समयमा मान्छेहरूले त्यो ठाउँमा पुगे भने जस्तो मात्रै बनाउने यो अवस्था थाहा भएर पोलिसी स्टेबल हुने नहुने, प्रभावकारी कार्यान्वयन नहुने कुराले गर्दा हामीले जे गर्न खोजेका थियौँ त्यो चिज चाहिँ नभएको कुरा चाहिँ एउटा सत्य हो। अब यहाँ धेरै जसो स्ट्रक्चरल कुरा पनि गरिसक्नु भएको छ, सम्पत्ति स्वामित्व सम्बन्धको कुरा गरिरहनु भएको छ। हामी वामपन्थीहरूले र अब कङ्ग्रेस सबैले समानताको पक्ष गर्दै गर्दा के कुरा गर्यौँ भने पहिला कसलाई के पार्ने भन्ने कुरा, कसलाई के पार्ने भन्दा सबभन्दा पहिले जमिन बाँड्नेबाट अनि जमिन बाँड्ने कुरा हुन्छ। अनि त्यसैको परपर यहाँ ललिता निवासमा पुग्छ क्या, एकचोटि शासनमा प्राधिकार बनाइराख्यो, त्यसले जमिन खोस्यो, अर्कोले बाँड्यो, त्यही फिर्ता गर्ने, त्यही श्रृङ्खला अहिलेसम्म छ। अनि सार्वजनिक नाममा जमिनहरू बाँड्ने, अनि भूमिहीन सुकुम्बासी यो भन्दै बाँड्दै जाने र त्यो अनन्तहीन कहिले समाधान नहुने मुद्दातिर हामी पुग्दै जाँदो रहेछौँ। यति धेरै दायित्वहरू, यति धेरै हामीले सिर्जना गर्दो रहेछौँ कि त्यो साँच्चै लक्षित टार्गेटको रूपमा यो हो कि होइन भन्दा डाटाबेसमा जाँदा त्यो पनि भेटिँदो रहेछ। त्यो डेभलपमेन्टको हाम्रो सबैभन्दा दुःख चाहिँ मैले के देखेँ, पछिल्लो म धेरै लामो इतिहासका नेताहरूले धेरै महत्त्वपूर्ण कुराहरू हिस्टोरिकल हिसाबले समीक्षा गर्नुभएको छ। मैले अहिले हेर्दाखेरि चाहिँ आज बाँचेको समयमा यही परिस्थितिमा, यही सोसियो इकोनोमिक कन्टेक्समा, यही मान्छेहरूको बिचमा हामीले सबभन्दा राम्रो के गर्ने हो त, गर्न सकिने के हो त भनेर छलफल भएको चाहिँ खासै पाइँदैन। खतरा अर्थशास्त्रीलाई सोध्यो भने पनि हाम्रो जस्तो मुलुकमा विकासको कुन मोडालिटी फिट हुन्छ भनेर सोध्यो भने पनि अर्थशास्त्रीहरू धेरै चतुर र बाठा हुन्छन् र उनीहरूले भन्छन् नि सोसाइटी भन्छ, तिम्रो समाज कस्तो छ त्यसैमा तिम्रो चाहिँ कुन मोडालिटी फिट हुन्छ त्यो तिम्रो समाजमा डिपेन्ड गर्ने कुरा हो। पछिको कुरा लगेर यहाँ लगेर ठ्याक्क ल्याएर यो इँटा राखेर गाह्रो बनाए जस्तो त हुँदैन भनेर भनेको हुन्छ। त्यसले गर्दा हाम्रो सोसाइटीमा मान्छेहरूको सोच कसरी बनिरहेछ त, हामी के कुराको छलफल र अन्तर्क्रिया गरिरहेछौँ त, हामीले सोसाइटीको रियालिटी कसरी बनाइरहेछौँ त भन्ने आधारमा हाम्रो कुनै पनि फर्मुला अथवा हामीले गर्न खोजेका कुनै पनि काम चाहिँ फिट नभएको देख्छौँ। अब मैले यो यसले गर्दाखेरि यति असीमित दायित्वहरू सिर्जना हुन्छ, त्यही भएर हाम्रो पुँजी के निर्माण गर्नको लागि के बनाउने हो र त्यो के प्राप्त गरेर बाँड्ने हो भन्ने कुरा, कसका लागि बाँड्ने हो भन्ने कुराको कन्फ्युजन मैले पनि कतिले भनिरहनु भएको छ कतिपय ठाउँमा। तर यो के छ भने बाँड्ने कुराको लागि हामी बहुत बाँड्ने कुरा गरिरहेछौँ, राज्यले गर्नुपर्छ भनिरहेको छ। तर त्यो राज्य भन्ने कम्पोनेन्टमा हामी नागरिकको इकाइ छ र ती नागरिकहरू कहाँ जिम्मेवार छौँ भन्ने कुरा, नागरिकप्रतिको नागरिक जिम्मेवार हुने कुरालाई चाहिँ हामीले कहिले पनि जवाफदेही चाहिँ बनाएको देख्दैनौँ। त्यसले गर्दाखेरि संविधानको मौलिक हकमा चाहिँ हामीले नागरिकको जिम्मेवारी पनि भनेर राख्यौँ, तर नागरिकहरू चाहिँ के छ भन्दा हामी कहाँ जिम्मेवार हुने भन्ने कुरा चाहिँ छैन। उदाहरणको लागि अहिले हामीले यो पछिल्लो क्रान्तिपछि ल्याएको सङ्घीयता सबभन्दा ठुलो यसको पक्ष पोषकको भन्दा यो माने पनि नमाने पनि एउटा सत्य के हो भने माओवादीको 10 वर्षे हिंसात्मक युद्ध, त्यो शान्ति प्रक्रियामा आउँदाखेरि सबैले स्वीकारेर यो गएको विषय। अनि त्यसो भए त सबभन्दा धेरै जिम्मेवारी कसले लिनु पर्यो भन्दा माओवादी लिनु पर्यो। हामी यति धेरै खतरा सङ्घीयता बनायौँ, सङ्घीयता गइसकेपछि फेरि तल र माथिको कुरा हुन्छ नि। अनि आफू तल आउँदा अधिकार धेरै चाहिन्छ, आफू माथि हुँदा अधिकार माथि धेरै चाहिन्छ। हर मान्छेले अभ्यास गर्ने बेलामा यही भएको छ। राजेन्द्र कमरेड र म एउटै क्याबिनेटमा थियौँ, मेरो धेरैपल्ट उहाँसँग इन्टायर उहाँसँग पनि कतिपय मामलामा झगडा भयो, मेरो धेरैसँग झगडा भयो। अनि आफू माथि सङ्घीय मन्त्री हुँदा उहाँलाई अधिकार सबै माथि चाहियो, तल आउँदा उहाँलाई पक्ष चाहिँ तलको गर्ने अनि अधिकार माथि ल्याउने त क्याबिनेटबाट कति योजना माथि आए त्यसको म फेरिस्त भन्न सक्छु। जस्तो कमरेडको र मेरो एउटा के कुरा भएको थियो भने यहाँ हामीले यतिवटा कि 4वटा संवैधानिक आयो, 12, 15, 16वटा कतिवटा संवैधानिक कुरा आयो होइन, महिला आयो, दलित आयो, थारू आयो, मुस्लिम आयो, यो आयो त्यो आयो, संवैधानिक बन्यो। अनि संवैधानिक आयो भइसकेपछि विकास समिति किन चाहियो त? त्यो विकास समितिहरू त अधिकारको लबी गर्न बनाएका हुन्, कि त एक पुष्ट खारेज गराउन भन्दा चाहिँ त्यहाँ 2टा मान्छे नियुक्ति गर्ने ठाउँ छ। त्यसले गर्दा हामी त्यो पनि प्यानल
अनि इन्भेस्टमेन्ट लगानी नगरिकन के को विकास हुन्छ, त्योबाट केबाट प्रतिफल आउँछ र के रोजगारी सिर्जना हुन्छ। सिधा सिधा आजको अर्थमा हिजोको इतिहासको कुरा छोडिदिउँ। हिजो अनि आज मान्छेहरूले के भन्छ, कोरिया यो गर्यो, सिङ्गापुर यो गर्यो, मलेसिया यो भयो भनेर भन्दैछ। कोरिया, सिङ्गापुर र मलेसियाको इतिहास नेपालको जस्तै थियो। त्यहाँको सोसल इकोनोमिक कन्टेक्स्ट यस्तो थियो। त्यहाँ कसैले न कसैले लगानी नगरिकन यो भएको थियो त भन्दा भएको थिएन। किनभने सिङ्गापुरमा, कोरियामा, मलेसियामा वेस्टर्नहरूले कति ठुलो लगानी गरे, त्यसको क्षेत्रीय राजनीतिको अर्को स्वार्थ थियो। क्षेत्रीय राजनीतिको त्यो स्वार्थमा गरेको पश्चिमाहरूको लगानीबाट भएको विकासलाई हामी के भन्यौँ भने एउटा मान्छेको जादुको छोरीले भएको विकास जस्तो गरी हामीले मान्छेलाई यसैलाई मानव बनायौँ। हाम्रा कतिपय नेताहरूले त त्यो देशका केही त्यो समकालीन नेताहरूलाई त आइडियल ठान्छ, तर त्यो इतिहासको ज्ञान नभएका मान्छेहरूले आइडियल ठान्ने हो। किनभने त्यो समाजमा एउटा मान्छेले केही एकजना मान्छेले तरक्की गर्दैन, त्यहाँ समग्र नागरिकलाई, त्यो नागरिक प्रशासनलाई, शासनमा, जनतामा सबैमा त्यो जिम्मेवारी बोध चाहिँ हुनुपर्छ, तब मात्रै हुन्छ। हामी कहाँ कहिले यो भएको थाहा छैन। एउटा विकास आयोजनाको कुरा गर्ने हो भने त्यो विकास आयोजनालाई चितोर नलाइन त्यसको त्यो लगभग असफल बनाउनलाई हामीले भए जतिको तागत लाउँछौँ। कुनै ठाउँमा हाइड्रो बन्ने भयो, मानव गरौँ फन्डको चर्चा गरौँ। अर्को कुनै एउटा सिमेन्ट फ्याक्ट्रीको कुरा हुने भयो, कुनै एफडिआईको कुरा आउने भयो, कुनै अर्को कुनै डबल डिटिएफ डबल ट्याक्सेसनको कुनै मुलुकसँग सन्धि गर्न पर्यो। ओहो नेपालीलाई यो के छ भने राष्ट्रवादले ओतप्रोत गर्छ। अनि यहाँ लगानी नआइकन के चाहिँ विकास हुन्छ हौ? लगानी नभइकन 1750 अर्बको बजेट बनाउने 1200-1300 अर्ब जति चाहिँ साधन चालु वर्ष छ। अनि लगानी कहाँबाट गर्ने हो त? ऋण अब हामी 26 देखि उता त हामी के हो भन्दा बजार मूल्यमा ऋण ल्याउने हो। अब हामी 30 वर्ष अगाडि ल्याएको सानो ब्याज भुक्तानी गर्दैछौँ। हाम्रो ऋण खाएको ब्याज एडिबी र अरू विभिन्न मुलुकहरूको जस्तो ऋण खान्छ। अनि के चाहिँ कुरा, अब यो कुन चाहिँ फर्मुलाले यहाँ काम गर्छ कि कुन चाहिँ अर्थशास्त्रीले यो खतरा किताब लेखेर यहाँ यो मान्छेको दिमागमा हालिदिन्छ, मलाई त्यस्तो लाग्दैन। त्यसकारण मुलुक चलाउने कुरा पनि घर चलाए जस्तै हो। आम्दानीभन्दा जसको खर्च धेरै हुन्छ त्यो टाटुल दिन्छ भन्ने कुरा हो। जुन घरका अभिभावकहरू जाँड खाएर, रक्सी खाएर, तपाईँको तास खेलेर पढाइ लिएर हिँडेका छन्, तिनको परिवार बर्बाद भएको कुरा, तिनका छोराछोरी स्कुल नगएको कुरा हामीले घरको कहानी देखेर आएका छौँ। देश पनि त्यस्तै हो। लफङ्गाहरूले देशको नेतृत्व गरे भने यस्तै हुन्छ। त्यसकारण हर बिहान 5 बजे भारे बाँच्दा उठ्ने, बिहानै आधा दिनको काम सक्ने परिवारले गाउँमा त्यही गुजारामुखी कृषिमा पनि प्रगति गरे। तिनै मान्छेले गरेको प्रगति र इमान्दार मान्छेहरूले नै प्रगति गर्ने। त्यसकारण हामीलाई आमाले भन्नुहुन्थ्यो उज्यालो भएपछि कुचो लाउन दिनुहुन्थ्यो। धानको किरणसँग त्यो धुलो उडाउनु हुँदैन भन्ने। औँसी सङ्क्रान्ति, पूर्णिमा आदि इत्यादिमा घर लिँदा हामीले उज्यालो नहुँदै घर लिन्छौँ। हर मान्छेले अनुशासनमा बाँधिएर घर चले जस्तै होइन त मुलुक। तर यहाँ चाहिँ के छ त भन्दा बेचितीभन्दा अर्को छैन। अनि सब मान्छेलाई राज्यले गरिदिनु परेको छ। अनि म अझ बाहिरतिर पनि हेर्छु कि देश बनाइदियो भने म आउँछु भन्छ। एकजना कोही भागेको मान्छेले अर्कोले देश बनाएर आउँछु भनेर भन्ने सपना चाहिँ आइडियलाइज गरिन्छ। यहाँ म बनाउँछु भन्ने सङ्कल्प खै भने कि हाम्रा यी कमीहरू छन्, यो करेक्सन गर्छौँ भनेको चाहिँ कसले छ? यहाँ त असारको 28 गतेसम्म सत्तामा बस्नेलाई असारको 28 गतेसम्म राम राज्य, 29 गते सत्तामा चढेकोलाई फेरि नयाँ राम राज्य, फेरि अहिले अर्कोलाई यो चाहिँ खण्डहर कब्जा भएको छ। यो भाष्य हामीले कहिले फेर्ने हो? मैले यो अहिले यो प्राइभेटाइज गरेका केही कर्पोरेटहरू, 13वटा कर्पोरेटहरूको म पार्लिमेन्टमा अरू समितिका हुँदा हामीले अध्ययन गरेँ। साँच्चै के हो त यो प्राइभेटाइज गरेर? त्यसको अन्तर्कथा हेर्दाखेरि यस्तो हालत थियो कि ती सबै कम्पनीहरूले राज्यबाट अनुदान खान्थे। कुनै पनि कम्पनी आफै चलेको थिएन। त्यसपछि अर्थतन्त्रको यस्तो डेफिसिट भयो। अनि त्यसपछि आइएमएफले चाहिँ प्रस्ताव राखेर तिमीलाई यति करोड पैसा दिन्छु त ल, तिमीले लिबरलाइजेसनको प्रक्रिया सुरु गर। पन्जाबमै सुरु भएको थियो अहिले भन्ने बेला जसले जे भनेको। त्यसकारण भएका कर्पोरेटहरू दोहन गर्ने आज पनि यस्ता सार्वजनिक ठाउँहरू मैले एक ठाउँ के देखेँ भने म तेल हाल्न लाइनमा बसेको थिएँ। अनि एकजना ड्राइभर चाहिँ तेल हाल्न आउनुभयो।
उहाँले चाहिँ मेरो विचारमा कतिको कुपन ल्याउनु भएको थाहा छैन। पहिला उहाँले बोतलमा बोतलमा तेल गर्नुभयो 2 लिटर। त्यसपछि उहाँले यसो पनि मिटरमा हेरे हो, अनि मिटरमा हेर्दा उहाँको उसमा मैले लागेको चाहिँ उहाँको 30 लिटरको कुपन रहेछ भन्ने बुझेँ। अनि 30 लिटरमा उहाँले पहिला बोतलमा भर्यो, त्यसपछि बोतलसहित उहाँले 20 लिटरमा त्यो गाडीमा भर्यो, अनि 10 लिटरको उहाँले यता गएर अर्को कुपनको नगद गर्ने कुरामा कटियो, अनि उहाँ साट्ने गयो। त्यहाँ मैले त्यो एउटा सामान्य एउटा ड्राइभरले, सरकारी गाडीको ड्राइभरले त यो तरिका गर्छ क्या। यस्तो तरिका छ भने चुहा पनि कहाँ छैन भने कि नागरिक सेवा हुनु परेन भने को चाहिँ हुने हो कि जिम्मेवार? यो प्रधानमन्त्री मात्रै भइदिने हो कि, हाम्रा ऋण दिने मान्छे भइदिने हो कि, हामीलाई भोट हाल्ने मान्छे भइदिने हो कि, हामी भइदिने हो कि, हर नागरिक जिम्मेवार हुने हो भने यहाँ त सबभन्दा चोर बाटोबाट काम गर्न पाउने, कानुन बिच्ने मान्छे सबभन्दा महान छ यहाँ। मैले साझाको कथा भनिरहेको छु। त्यसकारण यो तरिकाको हाम्रो वर व्यवहार, यो सामाजिक अवस्था र हामीले गर्ने अन्तर्क्रिया, हामीले गर्ने निष्कर्ष निकाल्ने सन्दर्भमा कुनै पनि अर्थशास्त्रको फर्मुलाले काम गर्दैन। अहिले लक्ष्मी बेदीमा त्यहाँ त्यो ट्रान्समिसन लाइनको काम गर्न भ्याछ त ओहो त्यहाँ अधिकार धेरै भएर त्यहाँ जग्गा एक्विजिसनै भएको छैन। त्यसकारण विकास निर्माण आयोजनामा त्यस्तै छ। आयोजनाको पाइलेटिङ ठिक छ कि छैन अलग कुरा हो। हर क्षेत्रमा हामी यति बदमास छौँ नेपालीहरू, हर क्षेत्रमा यहाँदेखि संसारभरिसम्म त्यो देशलाईसँग ठग्न सक्ने हाम्रो तागत र त्यो दिमाग छ। यहाँ बस्नेले पनि अनेक छदम बेसी जुक्ति लागेको छ र हर ठाउँबाट राज्यको दोहन गर्ने, जिम्मेवारी पुरा नगर्ने, अर्कालाई एकदम आक्षेप लाउने, म ठिक छु भन्ने, अनि यसो हेर्दाखेरि सबै म जत्तिकै खराब छु भन्ने, फेरि आफै निष्कर्ष निकाल्ने जस्तो जे तरिका छ। यो अर्थतन्त्रको अल्पविकसित यो अर्थ राजनीतिको सन्दर्भमा मैले के किताबमा नलेखेर के भन्छु भने अर्थ राजनीति भनेको मूलत हित हो। हित कसको हित हो त भन्दा हामी विचारधाराको हिसाबले बहुजनको हित, बहुजनको हितायको सुखायको गफ गर्छ भने वामपन्थीहरूले त त्यो वर्गको हितको गफ गर्छ। त्यसकारण मेरो आँखामा मेरो कुनै पनि घटनाको अर्थ राजनीति हेर्दा कोही मान्छेको लागि वाउ भएको कुरा बहुसङ्ख्यक अग्लो वर्गका निमुखा मान्छेको लागि त्यो एकदमै खराब कन्डिसन छ भने मेरो आँखामा त्यो अर्थ राजनीति त्यो पोलिसी खराब हुन्छ भन्ने कुनै घटना पनि त्यस्तै। त्यसले गर्दा यी यस्ता विषय एउटा ट्याक्सेसनको पोलिसी, एउटा अनुसारको पोलिसीले कसलाई हित गर्छ, को लाभदायी हो, हामीले मुठीभर मान्छेलाई लाभ दिँदैछौँ कि हामीले बहुसङ्ख्यकलाई लाभ दिँदैछौँ भन्ने आधारमा हामीले केही कुरा गर्न खोज्यौँ भने बल्ल हुन्छ। यहाँ त यो बाटो त हामी गर्दै छौँ, जाँदैनौँ। त्यही कारणले मेरो यो आग्रह के छ भने हामी नयाँ संविधान कार्यान्वयनको दशकमा 81-82 सालमा छौँ। यो असोजमा गइपुग्दा त हामी 10 वर्ष कार्यान्वयन हुनेछ। राजनीतिमा अन्त हामीले दोष थुपारेर हामी उम्किन सक्दैनौँ। यहीँभित्रबाट हामीले कसरी सार्वजनिक खर्च कटौती गर्ने, कसरी लगानीको काठमाडौँ बनाउने, कसरी लगानी भित्राउने, कसरी रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व कसरी वृद्धि गर्ने